सबैजनालाई नमस्ते। म चाहिँ तपाईँहरूको साथी राणा शमशेर है त। म आज अलिकति सानो यो मिनी भ्लग भन्छ नि, सबैले भ्लग भन्छ। यो हामी गुम्बा केनीमा रहेको यो आकाकी यामाको यो तालमा चाहिँ हामी आएको छौँ। अलि रमाइलो रहेछ। हामी अहिले चाहिँ साथी र म, सम्झी र म आएको छौँ। सम्झी रोक्नु न। ओ सम्झी, हजुर तपाईँले के सबैजनालाई भनिदिनुहोस् है। सबैलाई जापानमा जुन जसो भए पनि जुन अवस्थामा रहनु भएको सबै साथीभाइहरूलाई नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु। हिँड्दै गरौँ न। हामी आज चाहिँ यस्तो गुम्बा केनको मायाबेसीमा रहेको अवस्थित यो आखागी यामा भन्ने ठाउँमा चाहिँ यो राम्रो स्वच्छ हावा, स्वच्छ प्राकृतिकको एकदम सुन्दर ठाउँमा आएका छौँ। तपाईँहरू पनि कोही कतै मायाबेसी नजिक गुम्बाकेन ताकासाकी जहाँ रहनुहुन्छ, तपाईँहरूको माइन्ड फ्रेस गर्नको लागि यो उत्तम ठाउँ हुन सक्नेछ। तपाईँहरू आउनुहोस्, एकचोटि रमाइलो गर्नुहोस्। हामी रमाइरहेका छौँ। धन्यवाद। अनि सुन्नुहोस् न सर, अर्को एउटा तपाईँलाई मैले सानो क्वेसन जोड्न चाहेँ। यो चाहिँ यो आकाकी यामा जुन यो प्राकृतिक हो कि यो जस्तै जापानमा त जे पनि सम्भव छ नि त बनाउने, के हो यसको बारेमा केही जानकारी छ? मलाई यो अलि जानकारी नभएको। यसो छ, मेरो विचार, मेरो दृष्टिकोण अनुसार यो ठाउँ चाहिँ एकदमै 100% प्राकृतिक जस्तो लाग्छ मेरो विचारमा। किनभने जताततै डाँडै छ। किनभने यो एकदम हाम्रो नेपालमा पनि कतिपय ठाउँहरू यस्तो तालहरू, विभिन्न ताल एकदम प्राकृतिक रूपमा बनेको छ। कृत्रिम भन्ने कुरा हुँदैन। कृत्रिम हुन सक्ला जापानको अवस्थामा। अहिले जापानले विभिन्न टेक्नोलोजीहरू बनाएको छ। अहिले मान्छे जन्माउने समेत बहमा नचाहिने खालको एउटा सिस्टमहरू बनाएको। तर त्यो अवस्थामा रहिरहँदा पनि मलाई लागेको अनुसार यो ठाउँ चाहिँ एकदम तपाईँले देख्न सक्नुहुनेछ, भिडियोमा तपाईँले देखाउन सक्नुहुनेछ। जताततै त्यस्तो कृत्रिम भन्ने छैन, प्राकृतिक रूपमा होला भन्ने मेरो भावना हो। र यस्तै छ। अरू केही जानकारी छ कि यति नै हो जानकारी? विशेष कुरा गर्दै गर्दा जानकारी चाहिँ मलाई विशेष जानकारी र डिटेल मलाई थाहा छैन। हजुर। किनभने म पनि एउटा स्टुडेन्ट भएको नाताले माइन्ड फ्रेस गरौँ भन्ने हिसाबले म पनि यहाँ घुम्दै फिर्दै आइपुग्दा यहीँसम्म आइपुगेको हौँ। यसो हेर्दाखेरि एकदम नेपालको जस्तो मलाई भाव लाग्यो। नेपालमा पनि हाम्रो पोखरादेखि लिएर रारातालदेखि लिएर हामीले सबै घुमेका ठाउँ। त्यो अवस्थामा हेर्ने हो भने सेम नेपाल जस्तै लागेको छ। मलाई चाहिँ नेपालको भाइ बाहिर छ सर। त्यही हो, त्यति भन्न चाहन्छु। हस्, तपाईँलाई धेरै धन्यवाद। उहाँले भनिसक्नुभयो, यसको बारेमा जानकारी दिइसक्नुभयो। तपाईँहरू पनि अवलोकन गर्न चाहनुहुन्छ भने भिजिट गर्नुहोला। राम्रो छ, रमणीय छ यो ठाउँ। गुम्बा केनको मायावासी आखागी यामा आउनुहोस् आउनुहोस्। ल है त।